हेलो सबैजना नमस्कार। म गौरव। गाइस, अहिले म हाल इन्डियामा छु। मेरो तर्फबाट सबैलाई नमस्कार। मैले भन्नु खोजेको अहिले नेपालमा बाढी आएर धेरैजनाको निधन भइसकेको छ, सम्पत्ति लागेको छैन हजारौँको। जो मृत्यु भएको बुढाहरूले थाहा मान्दैन। कोही मान्छेको त्यो सुन निकालेर तपाईँको कानमा कान च्यातेर सुन निकाल्ने मानव हुनु पर्छ नि त। यस्तो गर्ने होइन भने यति धेरै मान्छेहरूले मृत्यु गरेर कन्डिसन भन्नु पऱ्यो यस्तो हुनु गलत यस्तो गर्ने होइन। तर यति धेरै मान्छे पब्लिसिटी हुनुहुन्छ, केही हुनुहुन्छ, त्यति भन्नु के हुन्छ। त्यसका भिडियो खिचेर हाल्ने होइन, हामीले त्यो चाहिँ सुन्नुपर्छ। प्रदेशमा भएको मान्छेले पनि सुन्नुपर्छ। यहाँको लोकल मान्छेहरू भने तेरो देशमा यसो भइरहेछ, कसरी मरेको मान्छेले कान च्यातेर सुन्दै जाने के बोल्ने। हामीले बोल्ने जग्गै छैन हामीसँग। कुन आधारले बोल्ने हामीसँग? तर कमसेकम मानव दायित्व देखाउनु पऱ्यो नि त। त्यो गलत होइन त, धेरै गलत। त्यस्तो नगरौँ। सब मिलाउनु, एकसिट भनौँ, सबैजना मिलेर गर्नुपर्छ। अहिले नेपाल धेरै गाह्रो